डिजाइन गर्दैछौँ। जसरी अहिले हाम्रो चाहिँ ब्रोन्जभन्दा माथिको जुन पिन आउँछ त्यस्तै गरी नै हामी यहाँ पिन डिजाइन गर्दैछौँ। त्यो पिन पाइन्छ। फर्स्ट लेभल छ पिन 100% पिन। 100% पिन हुनको लागि चाहिँ ऊ रजिस्टर्ड मेम्बर हुनु पर्यो ड्रिम टिमको रजिस्टर्ड मेम्बर भनेकै हामीले के गरेका छौँ, जसले सिस्टमबाट डायरी युज गर्छ भने, डायरी किन्छ भनेदेखि ऊ चाहिँ ड्रिम टिमको स्वतः मेम्बर बन्छ। मेम्बर हुनु पर्यो। पर्चेस मिनिमम हरेक महिनामा उसले 100 PV को पर्चेस गरेको हुनु पर्यो। मेन्टेन पर्सनल भनेको उसले जो 100 पिनको युजर बन्छ उसले चाहिँ 100% युजर बन्न पर्यो। हाम्रो यो बिजनेस प्लानलाई मेन्टेन गर्न पर्यो। अनि उसको बिजनेस प्लानरलाई उसको एक्टिभ क्राउन अपलाइनको छ, क्राउन अपलाइनबाट भेरिफाई भएको हुनु पर्यो। मिनिमम 8 वटा उसले महिनामा प्लान सो गरेको हुनु पर्यो। मिनिमम एउटा फङ्सन ड्रिम टिमले अर्गनाइज गरेको मिनिमम एउटा फङ्सनमा, इभेन्टमा ऊ पार्टिसिपेट भएको हुन पर्यो। र ड्रिम टिमले दिएको एउटा किताब उसले अनिवार्य पढ्न पर्यो, रिकमेन्डेड बाई ड्रिम टिम। हामीले आफूले उसले रोजेको होइन कि त्यो व्यक्तिलाई ड्रिम टिमले जुन रिकमेन्डेड गर्छ त्यो एउटा बुक उसले पढेको हुनु पर्यो। त्यो व्यक्ति 100% युजर बन्छ। 100% पिन पछाडि सेकेन्ड लेभल लिएको छ इगल पिन। र इगल पिनको लागि सेम ड्रिम टिमको रजिस्टर हुन पर्यो। उसको मिनिमम सेल्फ पर्चेस 200 PV हुन पर्यो हरेक महिनामा। मेन्टेन गर्न पर्यो बिजनेस प्लानर सेम। बिजनेस प्लानर भेरिफाई गर्न पर्यो। जो इगल पिन लिनुहुन्छ उहाँको भेरिफाई हुन्छ टिम मेन्टर्सबाट। 10 वटा बिजनेस प्लानर आफूले त युज गर्यो, साथमा 10 जना यो प्लानर युज गराउने आफ्नो टिममा उसले बनाउनु पर्यो। 10 जना राखेको छ। मिनिमम 12 वटा प्लान सो गरेको हुनु पर्यो। इगल जो पिन एचिभर हुन्छ। एटेन्ड अल फङ्सन भनेको ड्रिम टिमले जति पनि फङ्सन अर्गनाइज गर्छ, ड्रिम टिमको बिहाफबाट ब्यानरबाट जति पनि प्रोग्राम अर्गनाइज हुन्छ त्यो सबै प्रोग्राममा ऊ पार्टिसिपेट हुन पर्यो। आफ्नो एरियामा भन्नुभयो भने सजिलो। आफ्नो एरिया जस्तै मानिलिउँ तपाईँ जुन ठाउँबाट बिलोङ्स गर्नुहुन्छ त्यो ठाउँमा ड्रिम टिमले अर्गनाइज गरेको त्यो प्रोग्राममा ऊ पार्टिसिपेट हुनु पर्यो। हरेक प्रोग्राममा मिनिमम 10 जना उसको टिमबाट। फङ्सन भनेको ड्रिम टिमले अर्गनाइज गरेको प्रोग्राममा त्यो इगल पिन व्यक्तिको थ्रुबाट 10 जना पार्टिसिपेन्टले चाहिँ त्यहाँ के गर्नु पर्यो, प्रोग्राममा एटेन्ड गर्न पर्यो। र इगल पिन एचिभ गर्नको लागि उसले आफ्नो अन्डरमा 5 जना व्यक्तिलाई 100% पिनको एचिभ गराउनु पर्यो। 100% पिन एचिभ 5 जनालाई गराउनु पर्यो। त्यस पछाडि के गर्नु पर्यो, 10 जनालाई कम्तीमा पनि प्रोग्राममा टिमबाट लिएर आउनु पर्यो। 12 वटा हरेक महिनामा उसले प्लान सो गरेकै हुन पर्यो। र ड्रिम टिमले रिकमेन्ड गरेको बुक चाहिँ उसले पढ्न पर्यो। यो इगल पिन भयो। र इगल पिन पछाडि अर्को हाम्रो पिन छ डबल इगल पिन। डबल इगल पिनको लागि सेम रजिस्टर बन्द पर्यो। मिनिमम 300 PV को उसको सेल्फ पर्चेस हुन पर्यो एभ्री मन्थ। मेन्टेन गर्न पर्यो बिजनेस प्लानरलाई भेरिफाई गर्छ डबल पिनको लागि चिफ मेन्टरबाट। चिफ मेन्टरले भेरिफाई गरे पछाडि मात्र त्यो मान्य हुन्छ त्यहाँ डबल इगल पिनको लागि। त्यस्तै गरी 15 वटा डबल इगल पिनवालाले 15 वटा मिनिमम प्लान सो गर्न पर्यो। उसको एरियामा भएका हरेक ड्रिम टिमको इभेन्ट प्रोग्रामलाई उसले एटेन्ड गर्न पर्यो। र 15 जना कम्तीमा पनि हरेक प्रोग्राममा आफ्नो टिमबाट 15 जना पार्टिसिपेन्टलाई चाहिँ प्रोग्राममा उसले लिएर आउन पर्यो। र उसको टिममा आफू डबल इगलको पिन लिनको लागि आफ्नो टिममा 3 जना इगल पिन लिएको व्यक्ति चाहिँ कम्पलसरी उसले बनाउनु पर्यो। र ड्रिम टिमले रेकमेन्ड गरेको बुक चाहिँ उसले अनिवार्य पढ्न पर्यो। यति भइसके पछाडि यो लेभल एचिभमेन्ट हुन्छ। यो लेभल एचिभमेन्ट भइसके पछाडि 100% पिन, इगल पिन र डबल इगल पिनलाई ड्रिम टिमले के फेसिलिटी गर्छ त, के उसलाई सुविधा दिन्छ त। पहिलो छ ड्रिम टिमको पिन विल बी स्पेसली रिकग्नाइज इन एभ्री फङ्सन। ड्रिम टिमको पिन एचिभ गरेका व्यक्तिलाई ड्रिम टिमले गर्ने हरेक प्रोग्राममा उसलाई रिकग्नाइज सम्मान गर्नेछ। स्पेसल टाइम फर इगल पिन एन्ड डबल इगल पिन विल बी अफर टु डेलिभर पर्सनल स्टेटमेन्ट इन एभ्री एटेन्ड फङ्सन। हरेक प्रोग्राममा इगल पिन र डबल इगल पिन एचिभरलाई उसको स्टेटमेन्ट उसलाई सेयरिङ गराउनको लागि टाइम दिइनेछ। हरेक ड्रिम टिमको प्रोग्राममा जो डबल पिन हुन्छ उसलाई फर्स्ट रोमा, इगल पिन हुन्छ उसलाई सेकेन्ड रोमा, र
र 100% युजर पिनलाई थर्ड रोमा उसलाई सिट एरेन्जमेन्ट गरिदिएको हुन्छ जसले यो एचिभ गरेका हुन्छन् र हरेक लेभल एचिभरहरूलाई तपाईँको युनिक पिनबाट रिकगनाइज गरिनेछ। पिन एचिभर्सले रिजर्भ गर्न पाउनेछ। जसले पिन एचिभ गरेका छन् त्यसले ड्रिम टिमबाट हुने हरेक प्रोग्राममा आफ्नो टिकटको लागि चाहिँ उसले कोटा निर्धारण गरेर उसले रिजर्भ गर्न पाउनेछ। 100% पिन एन्ड इगल पिन दुईजनाले टिम मेन्टरबाट 100% जस्तै युज गरेका छन्, जो एचिभ गरेका छन् र इगल पनि एचिभ गरेका छन्। आफ्नो बिजनेसलाई ग्रोथ गर्नको लागि टिम मेन्टर्सबाट स्पेसली उनीहरूले चाहिँ टाइम पाउनेछ, उसलाई गाइडलाइन पाउनेछ भने डबल पिनको लागि चाहिँ सिधै चिफ मेन्टरबाट उसलाई अझ बढी अगाडि बढ्नको लागि गाइडलाइन र प्लानिङ उसले पाउनेछ। सो तल राखेको छ पिन एचिभर्स विल बी एनाउन्स बाई एन्ड रिजनल एन्ड एनुअल कन्भेन्सन। जति पनि पिन एचिभर्स छन् त्यो एनाउन्समेन्ट हुनेछ हाम्रो एनुअल कन्भेन्सन र रिजनल कन्भेन्सनमा र दुईटै प्रोग्रामको अर्गनाइज ड्रिम टिम आफैले गर्नेछ र पिन हरेक वर्षमा रिमेन्टेन गर्न पर्नेछ भनेर राखिएको छ। यो सबै क्राइटेरिया राखेको भयो र पिन क्वालिफिकेसन विल बी एलिजिबल ओन्ली विथ प्रोपर ट्र्याकिङ मेथोडोलोजी भनेको त्यो पिन जुन अगाडिको सिस्टम राखेको छ ट्र्याकिङ गर्ने आफूभन्दा माथि अपलाइन होइन क्राउन अपलाइन मेन्टर र चिफ मेन्टरसम्म जुन तपाईँको ट्र्याकिङ सिस्टम राखेको छ त्यो ट्र्याकिङ सिस्टमको थ्रुबाट उसलाई भेरिफाई गरेर त्यसको आधारमा यो पिन लेभल एचिभरहरूलाई रिकगनाइज र सम्मान गरिनेछ। ओके, अब यसमा केही कन्फ्युजन छ भने तपाईँले सोध्न सक्नुहुन्छ।